जति गरे पुग्ने होइन, कमाया धनले पुँजीपति बन्ने रह सोचेको मनले। संसारमा धन पैसा सबैभन्दा ठुलो, धन पैसा नभएले कहाँ चल्छ चुलो। देवी देवता धर्म कर्म धन पैसाले हुने, धन पैसाले मनसुखी नभएले रुने। धन पैसाको कमी भया आत्महत्या गर्छन्, खान नपाई मान्छेहरू भोक भोकै मर्छन्। आमा बुवा छोराछोरी स्वास्नी र दाजुभाइ, धन पैसाको खाँचो हुन्छ सबैजनालाई। धन पैसा नभइकन माया ठुलो भनी, नभएले धन पैसा बिगडन्छ माया पनि। कोहीले भन्छन् धन ठुलो, कोहीले भन्छन् माया, संसार चल्दैन हेर धन पैसा नभया। जस्तो काम गरे पनि धन पैसा चाहिन्छ, आजभोलि माया प्रेम पैसामा लाइन्छ। कलियुगमा ठुलो रहेछ धन अनि पैसा, सबैले खोजेका हुन्छन् आराम अनि ऐश। कसो धन ठुलो कि पैसा ठुलो, धन पैसा ठुलो कि माया प्रेम ठुलो? विचार गर त सबैजनाले, धन पैसा ठुलो कि माया प्रेम ठुलो, धन ठुलो कि माया ठुलो? माया भन्छ कहैले माया हो, तर मायाले मात्रै पुग्दैन हजुर। चाहे दाजुभाइको माया, चाहे दिदी बहिनीको माया हो, चाहे आमाको माया, चाहे बाबाको माया हो, कि मायाले पेट भर्नु त मिल्दैन, मायाले कपडा लगाउनु त मिल्दैन, मायाले आफ्ना शौक इच्छा पूर्ति गर्नु त मिल्दैन हो। त भन्न माया त माया हो, तर माया है ठुलोलाई धन पैसा हो, सम्पत्ति धन पैसा हो के। धन पैसा भयो भने माया प्रेमलाई एकदम सबैमा रहन्छ। दाजुभाइ दिदी बहिनी आमा बुवा माया प्रेम भने लौने सासनीको माया प्रेमलाई माया प्रेम भन्नु नआयो अरे, सबैको माया प्रेम, छोराछोरी सबैको माया प्रेम छ। छोराछोरीको आवश्यकता पूर्ति गर छोराछोरीको माया प्रेम नयाँ पाइन, स्वास्नीको आवश्यकता पूर्ति गर आइमाईको माया नै पाइन, दाजुभाइ दिदी बहिनीको मतलब तँलाई माया नै पाइन भनेपछि धन पैसा ठुलो कि माया ठुलो? सबै ठुलो त माया भन्न सबै ठुलो धन, तर पछाको माया। बाँकी तमराई जिम्मा धन पैसा ठुलो कि माया ठुलो? ल कमेन्ट गरे त।